2082 साल लागेसँगै सबैभन्दा बेस्ट अफ द बेस्ट बाइक खोज्दै हुनुहुन्छ र तपाईलाई एडभेन्चर सेगमेन्टको बाइक चाहिएको छ भने तपाईँ सही भिडियो हेर्दै हुनुहुन्छ। अन्तिमसम्म नछुटाई हेर्नु होला। नमस्ते, एलएम तुलसीपुर हेरेर बस्नुभएको सम्पूर्णलाई स्वागत छ। आजको भिडियोमा हामी विशेष 2025 अथवा 2082 सालमा सबैभन्दा बेस्ट एडभेन्चर टुरिङ सेगमेन्टको बाइकहरू कुन रहेको छ र नेपालमा चाहिँ कुन कम्पनीले उपलब्ध गराएको छ, के कस्ता फिचर, माइलेज, टप स्पिड, प्राइसहरू रहेको छ भनेर हामी जान्नेछौँ। भिडियो अन्तिमसम्म नछुटाई हेर्नु होला र यदि यस्तै नयाँ अपडेट हाम्रो च्यानलमा हेर्न चाहनुहुन्छ भने हाम्रो एलएम तुलसीपुरलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्दै जोडिन नबिर्सिनु होला। लागौँ आजको भिडियोको तर्फ। आजको भिडियो भने हाम्रो विशेष गरेर चाहिँ बेस्ट एडभेन्चर र टुरिङ लागि बनेको बाइकहरूको कलेक्सन रहेको छ, जसमा चाहिँ हामीले सबैभन्दा बेस्ट अफ द बेस्ट बाइकहरूलाई हामीले चाहिँ सिलेक्ट गरेका छौँ, जसको पहिलो नम्बरमा रहेको छ केटीएम कम्पनीको एडभेन्चर 250 BS6 FI भेरिएन्ट। केटीएम कम्पनीले नेपालमा एडभेन्चर सेगमेन्टको बाइक भित्राएको छ। 250 सेगमेन्टमा देख्न सक्नुहुन्छ। 250 मा चाहिँ हामीले रिफाइन इन्जिनको साथै स्मुथ र पावरफुल इन्जिन भएको इन्जिन पाउन सक्छौँ भने यसमा सिंगल सिलिन्डर 4 स्ट्रोक 4 वाल्भ लिक्विड कुल FI BS6 इन्जिन रहेको छ, जसमा चाहिँ हामीले डिस्प्लेसमेन्ट 248.8 cc पाउन सक्छौँ भने कुलिङ सिस्टम लिक्विड कुल रहेको छ। स्टार्ट मेकानिजम सेल्फ मात्र रहेको यस बाइकमा 6 स्पिडको गियर बक्स राखिएको छ। केटीएम एडभेन्चर 250 मा चाहिँ एकदमै ब्यालेन्स पावर पर्फर्मेन्स रहेको छ, जसमा चाहिँ हामीले म्याक्स पावर 30 PH को साथमा 9000 RPM पाउन सक्छौँ भने म्याक्स टर्क 24 Nm को 7500 RPM राखेको छ। टप स्पिड भने कम्पनीले यसमा 148 km/h क्लेम गरेको छ। फ्युल ट्याङ्क क्यापासिटी 14.5 लिटरको राखिएको छ। मेटल ट्याङ्क प्रयोग गरिएको छ। कम्पनीले यसमा माइलेज भने 30 देखि 35 km/लिटर क्लेम गरेको छ। यो एडभेन्चर सेगमेन्टको बाइक भएकाले हामीले एकदमै वाइड टायर चाहिँ यसमा पाउन सक्छौँ, जुन चाहिँ सेमी डटमा रहेको छ। यसको टायर साइज भने फ्रन्टमा 100/90 राखिएको छ, रियरमा चाहिँ 130/80 को राखिएको छ, जसमा चाहिँ ट्युबलेस टायर प्रयोग गरिएको छ भने अलोइ व्हिल फ्रन्टमा 19 इन्च, रियरमा चाहिँ 17 इन्चको राखिएको छ। र यसको ब्रेकिङ पर्फर्मेन्स एकदमै राम्रो रहेको छ भने ड्युअल च्यानल प्लस ड्युअल डिस्कको कम्बिनेसन पाउन सक्नुहुन्छ, जसमा चाहिँ तपाईले ह्यान्डलिङ एकदमै स्मुथ पाउन सक्नुहुनेछ। केटीएम एडभेन्चर 250 लाई चाहिँ हामीले सबैभन्दा बेस्ट एडभेन्चर सेगमेन्टको बाइक र टुरिङ बाइक भन्नुको कारण यसमा चाहिँ तपाईले दुईवटा मोड पाउन सक्नुहुनेछ एबीएसमा, अनरोड र अफरोड गरेर, जसमा चाहिँ सस्पेन्सन सेटअप तपाईले चाहिँ फ्रन्टमा UST र रियरमा चाहिँ मोनोसक प्रयोग गरेको पाउन सक्नुहुनेछ भने सिट स्प्लिट नै राखिएको छ। र यसको सिट हाइट मात्र 855 mm रहेको छ भने ग्राउन्ड क्लियरेन्स 205 mm को रहेको छ, जुन चाहिँ अफरोड गर्नको लागि एकदमै राम्रो रहेको छ। र यसको कर्ब वेट भने 177 kg रहेको छ, जसमा हामीले कलर अप्सन ओरेन्ज र ब्लू पाउन सक्छौँ। यसको प्राइस भने हाल नेपालमा 7,20,900 रुपियाँ पर्दछ। केटीएम एडभेन्चर 250 लाई चाहिँ तपाईले 7,20,000 स्पेन्ड गर्दा के फिचर पाउन सक्नुहुन्छ त। सो ओभरअल यस बाइकमा चाहिँ तपाईले राइड बाई वायरदेखि लिएर स्लिपर क्लच प्लेट, एडजस्टेबल सस्पेन्सन सेटअप पाउन सक्नुहुन्छ, साथै एडजस्टेबल क्लिपर क्ल्याम्प ह्यान्डलबार पाउन सक्नुहुन्छ भने बिबरको चाहिँ यसमा ब्रेक प्रयोग गरिएको छ विथ ड्युअल च्यानल स्विचेबल ABS, जसको चाहिँ तपाईले म्यासिभ फ्युल ट्याङ्क एबिलिटी देख्न सक्नुहुनेछ 14.5 लिटरको, जसले गर्दाखेरि हामीलाई लङ टुर गर्दा कुनै समस्या हुँदैन। र जसमा चाहिँ डिसपोइन्टेड चिज भनेको हेलोजन हेडलाइट रहेको छ। बस अरू कुरा चाहिँ यसमा तपाईले LED सेटअपमै पाउन सक्नुहुन्छ। यसको टेल लाइट, यसको साइड लाइटदेखि लिएर यसको LED DRL पनि रहेको छ, जसमा चाहिँ तपाईले सम्पूर्ण LED सेटअप देख्न सक्नुहुनेछ भने 5 इन्चको TFT ब्ल्याक व्हाइट डिस्प्ले चाहिँ प्रयोग गरिएको छ। सबैभन्दा राम्रो कुरा चाहिँ यसमा अफरोडको ABS पनि दिइएको छ, जसले गर्दाखेरि हामीलाई जस्तो सुकै अफरोडमा पनि गएर पनि हामीले ABS को मद्दतबाट एकदमै राम्रो ब्रेकिङ पर्फर्मेन्स पाउन सक्छौँ। एडभेन्चर 250 मा बेस्ट कुरा चाहिँ यसमा हामीले कम्पनी फिटेड लेग गार्डदेखि लिएर साइड गार्ड र इन्जिन गार्ड चाहिँ मेटलकै पाउन सक्छौँ। र यसको टायरदेखि लिएर मड गार्ड एकदमै राम्रो क्वालिटीको राखिएको छ। र केटीएम चाहिँ 250 cc सेगमेन्टमा एडभेन्चरको लागि सबैभन्दा बेस्ट हुनुको कारण चाहिँ अन्य 250 सेगमेन्टभन्दा यसमा चाहिँ धेरै फिचरहरू राखिएको छ। डिसपोइन्टेड लागेको कुरा चाहिँ हेलोजन हेडलाइट र यसमा अझै पनि मोबाइल चार्जिङ पोर्ट चाहिँ दिएको छैन, प्लस यसमा ब्लुटुथ नेभिगेसन पनि तपाईले पाउनुहुन्न। यदि तपाईँ 250 सेगमेन्टमा सबैभन्दा बेस्ट बाइक खोजिरहनु भएको छ एडभेन्चर र टुरिङको लागि भने अहिलेको टाइममा पनि केटीएम 250 एडभेन्चरमा चाहिँ हेलोजन हेडलाइट भए पनि सबैभन्दा बेस्ट अप्सन हुन सक्छ।
यदि तपाईहरुलाई केटीएम कम्पनीको बाइक नै मन पर्दैन भयो न अझै बेटर अप्सन अझै बेस्ट अप्सन हेर्दै हुनुहुन्छ भने अहिलेको टाइममा नेपालमा विभिन्न कम्पनीले सबैभन्दा बेस्ट एडभेन्चर सेगमेन्ट र टुरिङ सेगमेन्टको बाइक पनि भित्राएको छ। के कस्तो रहेको छ, कुन रहेको छ जानौ है त। 2082 सालमा चाहिँ सबैभन्दा बेस्ट र नम्बर 1 एडभेन्चर सेगमेन्टको बाइक हेर्दै हुनुहुन्छ। अहिलेको टाइममा केटीएम प्रसादको सबैभन्दा बेस्ट एडभेन्चर बाइक भित्राएको कम्पनी रहेको छ सिएफ मोटो कम्पनी, जसले चाहिँ 450 एडभेन्चर सेगमेन्टलाई भर्खरै नेपालमा इन्ट्रोड्युस गराएको छ, जसको नाम रहेको छ सिएफ मोटो MT 450 एडभेन्चर सेगमेन्ट। सिएफ मोटो 450 MT चाहिँ फार बेटर अप्सन हुनुको कारण र टप 1 मा पर्नुको कारण र केटीएम कम्पनीको 250 भन्दा बेस्ट अप्सन हुनुको कारण यसमा ट्विन सिलिन्डर प्रयोग गरिएको छ, जसको इन्जिन भने 2 सिलिन्डर लिक्विड कुल 4 भाल्भ एयर चाहिँ 227 डिग्री क्र्याङ्कशाफ्ट चाहिँ यसमा इन्जिन रहेको छ र जसको चाहिँ डिस्प्लेमेन्स 479.5 सीसी रहेको छ भने कुलिङ सिस्टम लिक्विड कुल मात्र दिएको छ। स्टार्ट मेकानिजम कम्पनीले यसमा सेल्फ मात्र प्रोभाइड गरेको छ र जसको टप स्पिड भने कम्पनीले क्लेम गरे अनुसार 119 किलोमिटर/आवर रहेको छ। सिएफ मोटो MT 450 मा चाहिँ पावर परफर्मेन्सको साथमा टर्क पनि एकदमै राम्रो रहेको छ, जुन कि केटीएम 250 मा अलिकति हामीले कमै महसुस गर्न सक्छौं, जसमा चाहिँ म्याक्स पावर 44.2 PS को साथमा 8500 RPM राखिएको छ भने म्याक्स टर्क 44 Nm को साथमा 6250 RPM रहेको छ। यस बाइकमा हामीले गियर बक्स 6 स्पिड विथ स्लिपर क्लच पाउन सक्छौं भने यसको चाहिँ फ्युल ट्याङ्क क्यापेसिटी 17.5 लिटरको दिएको छ, जुन कि एकदमै ह्युज रहेको छ र लङ टुर र हामीले अफ रोड गर्नको लागि चाहिँ हामीलाई ट्याङ्कबाट वा फ्युलबाट कुनै समस्या हुने छैन र कम्पनीले यसमा चाहिँ 25 देखि 30 किलोमिटर/लिटर माइलेज क्लेम गरेको छ भने अन रोड पाउने माइलेज भनेको तपाईले 20 देखि 25 किलोमिटर/लिटर रहेको छ र MT 450 मा चाहिँ सबैभन्दा बेस्ट सस्पेन्सन प्रयोग गरिएको छ, जसमा KYB एडजस्टेबल USD सस्पेन्सन फ्रन्टमा पाउनुहुन्छ भने यसमा मल्टिलिङ्क रियर सस्पेन्सन पाउन सक्नुहुन्छ, जसमा डुअल च्यानल ABS ब्रेकिङ सिस्टम रहेको छ भने ट्युबलेस टायर सेमी डट सेगमेन्टमा एकदमै राम्रो टायर साइज पाउन सक्नुहुन्छ। यसको टायर साइज भने फ्रन्टमा 90/90 रहेको छ र 21 इन्च अलोइ व्हील बेस फ्रन्टमा र रियरमा 18 इन्चको रहेको छ। रियरको टायर भने 140/70 रहेको छ र यसमा चाहिँ डुअल 30 प्लस डुअल च्यानल ABS को ब्रेकिङ कम्बिनेसन पाउन सक्नुहुन्छ। केटीएम 250 भन्दा सिएफ मोटोको MT 450 फार बेटर हुनुको कारण यसको इन्जिन लगायत यसको ग्राउन्ड क्लियरनेस, यसको सिट हाइट, कर्ब वेट, यसको कलर अप्सन पनि एकदमै म्याचिङ राम्रो रहेको छ, जसको सिट हाइट 820 mm को दिएको छ भने यस बाइकमा तपाईले कर्ब वेट 175 kg पाउनुहुन्छ। ग्राउन्ड क्लियरनेस चाहिँ 220 mm को छ, जसले गर्दा फेरि जस्तो सुकै अफ रोडमा पनि मजाले राइड गर्न सक्नुहुनेछ। यसको कलर अप्सन नेपालको लागि ब्लू र ग्रे रहेको छ भने नेपालमा प्राइस यसको 12,50,000 पर्छ। सिएफ मोटो 450 एकदमै फार बेटर अप्सन भएर होला MRB दाइले पनि यस बाइकलाई लिनुभएको छ ब्लू कलर अप्सनमा, जुन चाहिँ एकदमै बेस्ट अप्सन रहेको छ र यस बाइकमा चाहिँ हामीले 12,50,000 स्पेन्ड गर्दा के कस्तो फिचरहरू पाउन सक्छौं त। फर्स्ट अफ अल यस बाइकमा चाहिँ सबैभन्दा मन परेको कुरा चाहिँ यसको फ्युल ट्याङ्क क्यापेसिटी नै लाग्यो, जसमा चाहिँ 17.5 लिटर फ्युल ट्याङ्क क्यापेसिटी छ र जसमा चाहिँ डुअल च्यानल ABS पाउन सक्नुहुन्छ भने ट्र्याक्सन कन्ट्रोल स्विचल ABS विथ रियरमा चाहिँ हामीले ट्र्याक्सन कन्ट्रोल मात्र पाउँछौं, फ्रन्टमा चाहिँ रहेको छैन र यसको 12 वाटको चाहिँ USB चार्जिङ सकेट पाउनुहुन्छ भने एडिसन फिचरमा मोबाइल कनेक्टिभिटी पनि सिएफ मोटोबाट पाउन सक्नुहुन्छ। ब्लुटुथ नेभिगेसन जसले गर्दाखेरि TFT डिस्प्लेमा SMS कल अलर्ट देखिन्छ लिएर सम्पूर्ण कुरा हेर्न स्क्रिनमा देख्न सक्नुहुन्छ। सिएफ मोटो 450 MT चाहिँ सबैभन्दा बेस्ट र टप 1 मा पर्नुको कारण के हो भन्दा यसमा एडभेन्चर टुर इकोनोमिक सिस्टम रहेको छ, जसमा चाहिँ स्टिल फ्रेम प्रयोग गरिएको छ भने यस डुअल स्ट्याक LED हेडल्याम्प सेटअप राखिएको छ, जसको चाहिँ युनिक डिजाइन देख्न सक्नुहुनेछ। आजसम्म कुनै पनि कम्पनीले यस्तो डिजाइन दिएको छैन र जसमा चाहिँ तपाईले LED हेडल्याम्पदेखि लिएर LED टेल लाइट, LED साइड लाइट पाउन सक्नुहुन्छ भने हजार्ड लाइट पनि कम्पनीले नै प्रोभाइड गरेको छ। साथै एडजस्टेबल विन्ड स्क्रिन रहेको छ। यस बाइकमा चाहिँ तपाईले एडजस्टेबल KYB को USD सस्पेन्सन पाउन सक्नुहुन्छ। तपाईको सिट हाइट कति छ, तपाईलाई चाहिँ कति चाहिन्छ त्यो अनुसार एडजस्ट गर्न सक्नुहुन्छ भने यसमा चाहिँ स्पोक व्हील प्रयोग गरिएको छ, जसले गर्दा खेरि अफ रोड हिँड्दाखेरि कुनै पनि समस्या आउने वाला छैन। सिएफ मोटो 450 लाई चाहिँ 2025 को एडभेन्चर सेगमेन्टमा किङ भन्दा पनि फरक पर्दैन, किनभने यो बाइकलाई चाहिँ तपाईले अफ रोड देखि लिएर लङ टुरसम्म सबै ठाउँमा एकदमै राम्रोसँग राइड गर्न सक्नुहुन्छ।
स्मुथलीका साथ र साथै यसमा पावर परफर्मेन्स फिचर लोडेड रहेको छ। 12,50,000 तिरेर चाहिँ यतिको ब्यालेन्स बाइक पाउनु भनेको चाहिँ एकदमै राम्रो कुरा हो जस्तो लाग्छ। अहिलेको टाइममा सियाफ मोटोको MT450 नै बेस्ट हुन्छ। सो 2025 भनौँ या 2082 सालमा एकदमै बेस्ट एडभेन्चर टुरिङ बाइक यी नै रहेका छन् र हामीले चाहिँ सबैभन्दा बेस्ट अफ द बेस्ट बाइकहरूलाई चुज गरेका छौँ। छन त अरू कम्पनीको बाइकहरू पनि नेपालमा उपलब्ध रहेको छ। केही एक्सपेन्सिभ र कुनैको स्पेयर पार्ट्स नपाउने बाइक्सहरू रहेको हुँदा हामीले बेस्ट क्वालिटी बाइकलाई चाहिँ चुज गरेका छौँ। आजको भिडियोमा ल्याएको बाइक्सहरू हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्न नबिर्सिनु होला। आउने दिनहरूमा हाम्रो च्यानलमा यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो LM टुल्सफुललाई सब्सक्राइब गर्दै हौसला दिन नबिर्सिनु होला। आजलाई चाहिँ म बिदा हुन्छु।